कार्यक्रम सञ्चालिका हाम्रा नेपाली टिचर धेरै धेरै धन्यवाद। धेरै राम्रो कार्यक्रम तपाईले सञ्चालन गर्नुभयो, विद्यालयको तर्फबाट धेरै धन्यवाद। हाम्रो सरस्वती पूजा तथा सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि देवराज चौधरीजी जुन गइसक्नु भएको छ आफ्ना भाइ राखेर, त्यसै गरेर हाम्रा विद्यालयका एजुकेटिभ डाइरेक्टर दिलीप बजगाई सर, लेखा प्रमुख तथा विद्यालय सञ्चालक सङ्गीता कुमारी मण्डल, अर्का हाम्रा सञ्चालक श्री लक्ष्मण साहु सर, यस विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक शिक्षिकाजीहरू, हाम्रा विद्यालयको सबभन्दा महत्त्वपूर्ण पात्र हाम्रो ढुकढुकी हाम्रा अभिभावकजीहरू, जसले धेरै नै माया गरेर हामीलाई आज माध्यमिक तहसम्मको विद्यालय बनाउने अवसरमा सहयोग गर्नुभएको छ। सबभन्दा बढी चाहिँ सहयोगको र धन्यवादको पात्र हुनुहुन्छ। त्यसै गरेर यस विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण छात्र छात्रा विद्यार्थीहरू र आजको यो कार्यक्रमलाई सफल बनाउनको लागि यस विद्यालयमा अहोरात्र खटिरहनु हुने सम्पूर्ण कर्मचारी तथा स्टाफहरू र विशेष धन्यवाद हाम्रो सुमन सरलाई कि छोटो समयमा तयारीका साथ जुन मेहनत गरेर विद्यार्थीहरूलाई नृत्य गर्ने एउटा कला प्रस्तुत दिनुभयो, त्यसको लागि विद्यालयको तर्फबाट धन्यवाद दिन चाहन्छु। र आजको यो कार्यक्रममा यहाँहरूले गरिमामय उपस्थिति जनाएर कार्यक्रमलाई हौसला दिनुभयो, कार्यक्रम सम्पन्न हुने बेरसम्म बस्नुभयो, धैर्यतापूर्वक हाम्रा कुराहरू सुनिदिनुभयो, हाम्रा बालबालिकाहरूले राखेका प्रस्तुतिहरू हेरिदिनुभयो। त्यसको लागि विद्यालयको तर्फबाट सम्पूर्ण कार्यक्रममा आउनुहुने तमाम आगन्तुकज्यूहरूलाई, अतिथिज्यूहरूलाई म विद्यालयको तर्फबाट धन्यवाद दिन चाहन्छु। यहाँहरूको हौसला, यहाँहरूको उपस्थितिले गर्दा आगामी दिनमा हामीलाई अझ कार्यक्रम गर्न प्रेरित गर्दछ। अझ हामी यसलाई एउटा ऊर्जाको रूपमा लिएर आगामी दिनमा यसलाई अझ हाम्रो दीर्घकालीन राम्रो प्रस्तुति दिनको लागि हामीलाई हौसला मिलेको छ। र यहाँहरूले देखिसक्नुभयो कि हाम्रा बालबालिकाहरू नेपालका अब्बल विद्यालयहरूसँग कम्पिटिसन गर्न तयार छन्। उनीहरू शिक्षा, दीक्षा, नृत्य, अभिनय र कुनै पनि किसिमको कलाकारिता देखाउनमा कमी छैन। क्रिम्सन नेशनल पब्लिक स्कुलका विद्यार्थीहरू, शिक्षकहरू र यहाँका संस्थापकहरू, हामी विद्यार्थीहरूलाई क्वालिटीमा कहिले पनि कन्जुसाइ गर्दैनौँ। हामीले अब्बल हिसाबले अध्ययन अध्यापन लगायतका सम्पूर्ण कुराहरू हामीले प्रेषित गरिरहेका हुन्छौँ, विद्यार्थीलाई दिइरहेका हुन्छौँ, गाइड गरिरहेका हुन्छौँ, अनुगमन गरिरहेका हुन्छौँ र उनीहरूलाई एउटा सबल नागरिक निर्माण गर्नको लागि हामी अहोरात्र खटिरहेका हुन्छौँ। त्यसैले आज यो कठरी गाउँपालिकामा क्रिम्सन नेशनल पब्लिक स्कुलको नाम चलेको छ। अघि हाम्रो यस कार्यक्रमको प्रमुख अतिथि तथा कठरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीजीले वर्णन गरेर गइसक्नु भएको छ कि वास्तवमा हामीले धेरै ठाउँ गयौँ तर क्रिम्सनको व्यवस्थापन, यहाँको सम्पूर्ण कुराहरू राम्रो लाग्यो भनेर उहाँले भनेर गइसक्नु भएको छ। तथापि यहाँहरूले जुन देखाउनु भएको माया, स्नेह र प्रेमलाई को लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यहाँहरूको सहयोग र साथ अपेक्षा राख्दै आज जुन समय दिनुभयो त्यसको लागि धन्यवाद दिँदै आजको यो कार्यक्रममा विधिवत रूपमा यही समापन भएको घोषणा गर्दछु। हस्त, धन्यवाद, नमस्कार।